गाइस अब चाहिँ एयरपोर्टमा आइपुग्यो हामी होइन। यो मान्छेको चाहिँ अब सेम मेरो कम्पनीको, तर 40 केजी लान पाउँछ, तर 30 केजीभन्दा माथि ब्याग हुनु पनि। यसो मान्छेको चाहिँ यो ब्याग चाहिँ 49 केजीको छ क्या। अनि दुइटा ब्याग बनाउनलाई यता 7 केजी 8 केजी लगभग 9 केजी झिकेर 9 केजी झिकेर ब्यागमा हालेर हामी चाहिँ एयरपोर्टमा आइपुगेको छैन। एउटा मेरो काउन्टर चाहिँ बन्द छ नेपाल एयरलाइन्सको, अहिले खोल्दैन। ओके आउँदैछ। यो भ्लग चाहिँ घर गएर इन्ड हुन्छ। अहिले चाहिँ बनाउँदैछु। फ्लाइट चाहिँ 4:25 छ। अहिलेको टाइम चाहिँ कति 12 बज्यो। अहिलेको टाइम 11:50। आधी घन्टा गरेर 3-4 घन्टा पुग्नु पर्यो। सक्का आएन एक और बार होममा छिराइदिउँ। एक और लेट्स गो गाइस। विङ्स हेर पत्रो छ। सुरक्षा ज्याकेट हात बचाउने मुनि राखिएको छ। कारणवश जहाज पानी फाइनली ल्यान्डिङको टाइम आएको छ। काठमाडौँ लागेर के पनि देखेको छैन अबसम्म। पुर्याउन हुन अनुरोध गर्दछौँ। साथै विद्युतीय उपकरणहरूको प्रयोग गर्न सकिने जानकारी गराउँदछौँ। विमानबाट प्रस्थान गर्न अगाडि आफ्नो सम्पूर्ण सामानहरू आफूसित भएको सुनिश्चित गर्नुहोला। After 2.5 years, Nepal. Welcome to the Nepal. The real Nepal. Welcome to the Nepal. सरप्राइज मैले दिन्छु भनेर आएको, मलाई सरप्राइज दिए त घरको मान्छेहरू।
मलाई सरप्राइज भयो मैले सरप्राइज दिएको मलाई सरप्राइज भयो त पुरै परिवारै आएर बसिरहेको छ एकजना मात्रै मामा मात्रै आउँछ भिडियो भिडियो बनाउनु मैले भाइदेखि भिडियो बनाउँदा जस्तै मैले सरप्राइज दिन्छु भनेर आएको यहाँ त पुरै परिवार कुरेर बसिरहेको छ हो मलाई त लास्टमा त मलाई सरप्राइज हो मेरो ड्याडी बहिनी अनि यता मेरो प्यारी आमा यता मामा हुनुहुन्छ अनि अगाडि माइजू हुनुहुन्छ हजारमा उल्टै सरप्राइज भयो म तपाईँलाई थाहा रहेछ भने मैले मामालाई मात्रै भनेको सबैलाई भनिदिनु भएको मामाले सरी किन हाल्यो होला ठुल्दाले गर्दा त नि सरेखा त हामीले गर्दा किन नसरे हल्का गर्ने हो नि त जान्न पर्यो नि पानीको करेन्ट खै ठुल्दाको त हामी निकाल है त्यो त गर्दैन ओए पारी नजा एकैचोटि भइरहेको दुईजनाको पारी जान्ला हो ल कस्तो राय भनेको केटाहरु छेउतिर आएको भन्दा उतातिर गयो हातै काटिसक्यो केटा ल जाऊ मासुले त पागल हो गुल्टाइदिए गर्ने मास पागल हो जो यार आज चाहिँ जाडो भइसक्यो लाम्बालो पेट बेकार लुगे भिजाइदिनु मोटी मासुले जवाब आफ्नो त्यो देखे आगे पारी गएको ल जा एउटा ठुलो यो चाहिने गऱ्यौँ होइन कसम आयो रेसरहरू चस्मा हराएको मान्छे सूचना चस्मा हराएको सूचना मैले गरेर अन्त चाहिँ चस्मा हराएर एकदम पीडामा हुनुहुन्छ स्वामी पहिला गएको भन्दा एकदम बढी पीडा भयो अरे बुढी पहिला गए बरु त्यस्तो पीडा हुन्थेन अरे एकदम यो चस्मा हराएर खतरा पीडा भयो के खानुहुन्छ हो त्यो ल्याउ त यहाँ चाहिँ हाम्रो ऐठी पार्टी भयो जोनी सिंह दाइको ऐठी पार्टी भइरह पार्टी जिन्दाबाद उता नि ऐठी दबाएर दिइरहेछ उता नि ऐठी यता दुईटा गाउँ दुईटा म त भाइ गाजा बजाउने क्रिस्चियनको नाममा नाइन कुत्ते निस्किन्छ कि टी गर्ने भनेर आयो यहाँ टिभी देखेर बेकार यसमा त हामी साथीहरू के हो भन्दाखेरि यहाँ चौचौधमा पाक्छ होइन तर हामीले खाने भाडा अब केमा खाने भन्ने कुरो भयो कि यहाँनिर चाहिँ म त यो भाडामै दिन्छु अब हाम्रो गाइजहरूले चाहिँ अब केमा दिन्छ भन्ने कुरो चाहिँ थाहा भएन चाउचो पकाउनु लाग्यो के ल्यायो दुइटै खुर्सानी एउटा प्याज दया एउटा प्याज ट्राभलको डनहरू होइन आजको टुर गाइडहरू कस्तो अनुभव भइरहेछ त एकदम हामीलाई खतरा गर्मी फिल भइरहेको मेरो भाइलाई के कस्तो फिल भइरहेछ गर्मी यहाँबाट गाडीमा जानु पाए ठिक्क हुन्थ्यो
अनि हाम्रो सरहरूलाई कस्तो फिल भइरहेछ सुनिल सर फेरि भनिदिउँ त एकचोटि हामी आएको छौँ ठ्याक्कै यो पारिपट्टिको यताबाट यो यताबाट भन्नु होइन हामी आएको चाहिँ कताबाट हो उताबाट पो हो है यतापट्टि पो हो त कहाँ यता देखेर आएको मैले यता पो हो त